नमस्ते, म आशिष अधिकारी, उमेरले 44, म काठमाडौँ निवासी, मेरो जन्म बारा जिल्ला र पेसाले चाहिँ म एउटा एन्टरप्रेन्योर। मेरो मौलिक पहिचान चाहिँ मेरो बाजे बराजु पुर्खा आएको ठाउँ भनेर मैले थाहा भएको चाहिँ काभ्रेपलाञ्चोक जिल्ला नेपाल हो। तर मेरो हजुरबुवा चाहिँ पढ्ने र जागिर खाने क्रममा घर छोडेर आफ्नो गृह जिल्ला छोडेर काठमाडौँ हुँदै मैले अघि नै मेन्सन गरेको बारा जिल्लासम्मको यात्रा गर्नुभयो उहाँले जागिरे तथा उद्यमी भएर। मेरो हजुरबुवा पनि एउटा उद्यमी नै हुनुहुन्थ्यो, मेरो बुवा पनि उद्यमी नै हो। बेसिकली मेरो फ्यामिली एटलिस्ट लास्ट 3 जेनेरेसन्सदेखि चाहिँ एन्टरप्रेन्योरसिपमै लागेको छ। मेरो हजुरबाको मैले आफैले केही याद भएका चिजहरूमा चाहिँ चप्पलको फिताहरू बनाउने कारखाना, चामल कुट्ने मिल, यस्तो चिजहरू थियो। मेरो बुवा नेपालमै प्लास्टिक जन्य चिजहरूको उत्पादन गर्नतिर लाग्नु भएको थियो। उहाँ पनि एउटा कमर्स ब्याकग्राउन्ड बिजनेस स्टुडेन्ट, जसले चाहिँ पछि आफ्नो पढाइ पश्चात इन्डियामा पढेर नेपाल फर्किए पश्चात चाहिँ केही साना उद्योगहरू सुरुवात गर्नुभएको थियो, जुनमा चाहिँ प्लास्टिक प्रोडक्सन। सो म लिटरली फ्याक्ट्रिज, प्रोडक्सन्स, बिजनेस, डिस्ट्रिब्युसन, स्टाफ, इम्प्लोइ, टिम, मेसिन, इक्विपमेन्ट, र मेटेरियल, यस्तो चिजहरूको इर्द गिर्दमा हुर्केको। त्यसका स्मेल, त्यसका साइट्स, त्यसको एउटा वातावरण चाहिँ मेरो सानोदेखि नै मेरो एक किसिमको स्याडो स्कुलिङ त्यहाँ भएको छ। मेरो प्राइमरी स्कुलिङ VS निकेतनबाट 4 कक्षासम्म कान्तिश्वरी शिशु विद्यालय त्रिपुरेश्वरमा, त्यसपछि पुरानो बानेश्वरको लोयोला स्कुल भन्ने हुन्थ्यो एउटा, त्यहाँबाट मैले SLC दिएको फर्स्ट ब्याच। मैले त्यसपछि कमर्स लिएर पढ्ने निर्णय गरेँ र डन बस्को कलेज न्यू बानेश्वरबाट चाहिँ +2 को कम्प्लिट गरेँ। म ब्याचलर्स व्हाइट हाउस कलेजबाट गर्ने सिलसिलामा म US पढ्न पनि गएँ। त्यहाँ पनि केही यही बिजनेसकै सब्जेक्ट लिएर पढिरहेको बेलामा चाहिँ केही कारणवश मैले आफ्नो लाइफमा चाहिँ यो एजुकेसनलाई चाहिँ डिस्कन्टिन्यू गर्ने निर्णय लिएँ। इन फ्यान्सी वर्ड्स वी कल द्याट ड्रप आउट. So I decided to drop out. But if I had to say what is my background in terms of expertise and knowledge, it would be entrepreneurship and नेपालीमा भन्दा उद्यमशीलता नै मेरो जिन्दगीभरको होम, कलेजेस, रियल लाइफ सबैमा चाहिँ जे जति मैले लाइफमा सिकेँ उद्यमशीलताकै इर्द गिर्दबाट सिकेको हो। सो द्याट इज माई एजुकेसनल ब्याकग्राउन्ड। नेपालमा मोडर्न शिक्षा लागू भएको सायद हामी पहिलो जेनेरेसन हो जसले चाहिँ त्यसको भोग चलन, त्यसको अनुभव गर्न पायौँ। अलिकति हाम्रो पौराणिक जुन चलिआएको एउटा विधि र तरिका थियो, त्योबाट केही मोडर्न एजुकेसनको कन्सेप्ट जुन अर्ली 90s मा 92 को अपराइज पछि चाहिँ जुन नेपालमा मल्टी पार्टी डेमोक्रेसीको सिस्टमहरू आयो, त्यसपछि यही शिक्षामा आएका केही आमूल परिवर्तनहरूको चाहिँ जुन इम्प्याक्ट थियो, त्यो इम्प्याक्टको जेनेरेसन म हो। एउटा नर्मल नेपाली फ्यामिली, मिडल क्लास, त्यो ब्याकग्राउन्ड हो मेरो भन्न चाहन्छु।